पानी Cheers. Hey guys, welcome back to the channel. आजको भ्लग चाहिँ हामी कञ्चनकोटी जान्छौँ र आज चाहिँ घरबाट स्टार्ट गरेको यो चाहिँ घर हो अनि मसँग चाहिँ उमेश छन् अनि प्रदीप पनि छन्। हामी चाहिँ आज बाइकमा जान लागेको 3 जना। आज चाहिँ घाम लागेछ त्यही भएर हल्का कञ्चनकोटी नौनी हुने जान लाग्यो। अब आजको भिडियो घरबाट स्टार्ट हुन्छ र पुरा भ्लग हेरिदिनु होला गाइज। अब चाहिँ हामी घरबाट हिँडेको बाई बाई भन्दै बाई बाई गरेर अब यो बाटो जाने हो गाइज। फाइनली सामान लिएर अब हिँड्न लाग्यो। हेर्नु भवाल छ आउन सक्नुहुन्छ बाइकमा यस्तै रफ्तारहरूले। फाइनली गाइज आइपुग्यो अनि यो चाहिँ कञ्चनकोटी होइन अस्तिनको भिडियो छ। यहाँ चाहिँ अस्ति नै पिकनिक खान आएको थियौँ गाइज। चिसो चिसो छ। मैले झन् एउटा सिङ्गल कपडा लाएर आएको होइन त्यही हल्का जाडो लागिरह। अब चाहिँ हामी माथि जान लागेको मन्दिर देखाउन आउँछु होला होइन, हेरिदिनु होला। यस्तो घाम चाहिँ उताको साइडमा छ त्यही भएर राम्रो उस आएको छैन। यहाँ चाहिँ सिँढी छ होइन, सिँढी चढेर जानुपर्ने हुन्छ। माथि चाहिँ एउटा शिवजीको मन्दिर छ। फाइनली माथि चढियो। सिँढी चाहिँ थोरै थियो त्यही नि हल्का थके लाग्यो होइन। म चाहिँ कालो आएको छु होला होइन। यही हो मूर्ति। यही हो गाइज बजरङ्गबलीको मूर्ति चाहिँ त्यहाँ छ क्या। अनि यहाँ चाहिँ शिवजीको। अब हामी जान्छौँ होइन डाइरेक्ट खोलामा जान्छौँ। अब के अरे हो र रोकेछ कि के हो र चालु छ कि हे भगवान्। अनि गाइज यही हो, हेर्न सक्नुहुन्छ। सिनेमेटिक नि मैले हालिदिएको छु, त्यो हेर्न सक्नुहुन्छ। अब यही हो बाटो चाहिँ यही हो। तलबाट जान्छ केही छुटे छैन। हेर्न सक्नुहुन्छ बाटो यही हो। अनि त्यहाँ पछाडि चाहिँ मन्दिर छ। अब मन्दिर छोडेर हामी जान लागेको खोलामा। अब नुहाउँछौँ होला सायद होइन, हल्का कस्तो हुन्छ अब वहाँ गएर। नुहाउने जग्गा नुहाउन त होइन फिक्स नुहाउने क्या। जाडो हुन्छ होला त त्यही नि नुहाउनु पर्छ होइन। अनि यिनी चाहिँ होइन गाइज कति वर्ष भन्नु आएको भन त। 1 वर्ष हुन लाग्यो गाइज। फाइनली 1 वर्ष भयो कि नुहाउनु आएको यिनी। अब के भनौँ अब म। उमेश तिमी चाहिँ कति भयो नुहाउनु आएको भन त। 2-3 दिन भयो नआएको होइन उमेश। तर के गर्नु टाउकै नुहाएर नछन्। टाउको नआएको कति दिन भयो नधाटी भन त। केही छैन गाइज। आज चाहिँ सबैजना नुहाउँछन्, यिनी चाहिँ नुहाउँदैन भनेर यिनीलाई चाहिँ तान्नै पर्छ जसरी भयो नि। 10,000 लाइक हान्न पर्यो अरे यिनी नुहाउँछन् फाइनली। त्यसपछि अर्कोचोटि आउँदिन नुहाउँछन् यिनी। 10,000 लाइक हुन पर्यो यो भिडियोमा है। यो के को रुख यहाँमा यसलाई के भन्छ अरे? कमेन्ट हान्न पर्यो। हामीलाई त थाहा छैन। हामीलाई चाहिँ थाहा छैन। हजुरहरूले चाहिँ भन्नु पर्यो। जमुनाको होइन हो र होइन?
हामीलाई त थाहा छ त जमुनाको हजुरले कमेन्टमा दिनु के को बुटो हजुरले कमेन्ट गरिदिनु न हामीलाई थाहा छ के को बुटो मलाई थाहा छैन तर यो दिएको यस्तो जाडो भएको छ न एउटै टी सर्टमा आऊ कि म फेरि एउटा टी सर्टमा आऊ यत्रो ठुलो ढुङ्गा छ यो ढुङ्गा हेर्नु त गाइज यही बाटो हो क्या हिँड न हिँड यहाँ नि पौडी खेल्छ गाइज हेर्नु त क्या राम्रो छ यहाँ पनि किन यहाँ पानी त हरियो कि निलो देख्छु है मैले त निलो छ है गाइज हरियो हरियोदेखि मैले तर निलो है छ लेउ त लगाएको छैन है राम्रो छ पानी हेर्नु त गाइज ओहो फाइनली गाइज यही चाहिँ यो खोला होइन यहाँ पहिला पहिला नुहाउँथेँ अहिले त नुहाउँदैन नि झ्याप न त्यही भएर खोला चाहिँ यो पनि राम्रो छ हेर्नु नुहाउन छोडेको हुनाले अब अर्को ठाउँमा जानु लाग्यो आज चाहिँ कोही आएको रहेनछ हामी दुईजना मात्रै हुने भयौँ नुहाउने हाम्रो साथी त नुहाउँदैन भनिरहन् कति 10K लाइक आयो भने मात्रै नुहाउँछु भनिरहन् 10,000 लाइक चाहिँ हानिदिनु पऱ्यो हजुरहरूले पानी बाटो चाहिँ यो नुहाउने ठाउँ आइसक्यो गाइज फाइनली गाइज नुहाउने ठाउँ आयो यहाँ यो गहिरो छ कि नै सोधिरह तर गहिरो छ होइन म चाहिँ डुब्दैन होला अबि भयो गाइज गहिरो रहेनछ देखेर नि लाग्यो होइन मलाई गहिरो यहाँ बिचमा हल्का गहिरो जस्तो लाग्यो कति कति हेर्नुपर्छ अहिले कोही पनि आएको छैन हामी चाहिँ कपडा फेर्छौँ अनि नुहाउनलाई यहीँ हो गाइज नुहाउने होइन हामी यहीँ नुहाउने हो अब यहीँ नुहाउँछौँ है यही हो खोला वहीँ गएर अब देखाउँछु हजुरलाई उता माथि छन् उमेश कपडा फेर्दैछन् अनि म पनि जान्छु अब कपडा फेर्छु अनि बाटो हेर्नु त यही यो नुहाउने होइन नुहाउने चाहिँ यहीँ यो बाटो हेर्नु नि यस्तरी उकालोमा चढेको छ झुकेर खसियो भने हेर्नु गाइज माछा छ अच्छा देखाउ त भिडियोमा देखाइदिउँ ओ माछा रहेछ ओ देखिन त भिडियोमा त कता गएन एउटै रहेछन् भिडियोमा देखेको छैन ए देखियो नि आई माछा हेर्नु त गाइज अब हामी नुहाउन लाग्यो लाइक हान्नु पऱ्यो गाइज लाइक चाहिँ हुनु पऱ्यो 10K लाइक चुच्चे 10K लाइकमा है चुच्चे अब यहाँ हेर्नु गाइज यस्तो छ अब म कपडा फेर्छु गाइज एकछिन रोक्नु यहाँ रेडी भयो उमेश बोसो ला बोसो मेरो त छैन बोसो यहाँ सिस ब्याग यहाँ भोडी ब्याग पानी हेर न औडा देखे मलाई त औडा लागिरहेको थियो हेर न पानी यस्तो हावाले बगाइरहेछ पानी सानो हो फेरि टाउको जाला यहाँ करेन्ट लगाइरहेछ टाउकोमा लाग्छ क्या पिउस करेन्ट आने छैन करेन्ट अब के गाइज करेन्ट त हानिराखेको छ यहाँ नुहाउँदैछन् 10K लाइक हान्नु भने नुहाउँछु बल्ल हेर माथि गयो नि छिटो 1 2 3 go go
गाइस 7 तो गयो गाइस च्याम्पो सक्यो यो ढुङ्गा यो ढुङ्गा छोराउने गाइस या त्यहाँ चढ्न पर्यो राम्रोसित तिमीहरू जस्तै चढेर नि बल्ल चित्छ ल भयो म भनिदिन्छु गाइस काउन्ट गर्न आउन त्यही भएर हो अरे मार्क गेट सेट गो गाइज कमेन्टमा लेख्न पर्यो को फर्स्ट भयो भनेर यिनीहरू रेस खेल्न लाग्छ यहाँसम्म हो यो ढुङ्गा यस्तो जाडो हो कि हेर्नु मैले कपडा लाउँदा नि मलाई जाडो भयो हिमाललाई कस्तो भयो होला ल अन ए मार्क गेट सेट गो रेस खेल्दै हन् गाइज जसले पहिला छोयो कमेन्ट हान्न पर्यो गाइज कसले जित्यो कमेन्ट हान्न पर्यो गाइज सकिन्न अरे अब गाइज नआउनु होला गर्मी महिनामा आउनुहोस् ठिक हुन्छ जाडोमा सकिन्न गाइज हेर्नु हात हेर्नुहोस् न निल्दै भइसक्यो निलो भएको हेर्नु त निस्किनु लाग्छ न यस्तो जाडो छ के भन्ने बाटो हेर्नु यहाँ बाटो औडा झुकेर 1 मिस गेम फिनिस अब गाइज होइन यस्तो जाडोमा खेलियो जसरी भयो नि होइन यस्तो जाडो भइरहेछ के भन्ने सिङ्गल कपडा लाएर आएँ कि मैले त्यही भएर चाहिँ होइन सिङ्गल कपडा लाएर नआउन पर्ने रहेछ तर म सिङ्गल कपडामा आएँ हाम्रो साथीले त ज्याकेट लाएर आएको थियो नि केही भएन यहाँ बनाउँदैछन् होइन त्यसै नास्ता घट्दैन देख्नुभयो गाइज हरिप माया गर्छन् उमेशले ज्याकेट भनिरहन् तर यो भिडियोको लागि मात्रै होला दिन्न नि तर के भन्ने भयो के भयो दिन्छन् मजाक गरेको होइन गाइज सिन हेर्नु क्या सिन मस्त घाम लेख्यो त्यसको बाद चाहिँ घाम पनि खाएको घाम होइन यहीँ खेलेको पौडी होइन यस्तो जाडो भइरहेछन् के गर्ने के छ अरू गाई चाहिँ हेर्नु डालमोट छ चौचौ छ अनि के भन्छ अरे यसलाई कुरकुरे छ करेन्ट कुरकुरे अरू मटर छ मलाई चाहिँ जाडो भइरहेछ मेरो आवाज निस्के छैन हात कामिरहेछ गाई स्पाइसी छ स्पाइसीहरू छ गाई मलाई चाहिँ हरिको याद आइरह न तिमीलाई लाग्यो कि नै खतरा हरिको याद आइरह यार तर खतरा खोजिदिनु पर्यो गाई खोजिदिन पर्यो बुटनमा हराएको छ हरिकुमाल डाइभटलबाट घुसेर जानु होला कुण्ठा गरे भुटान पाउने ठाउँमा भुटान याद आयो यार हरिलाई नि हरिले हेर्छ कि नै हरि हेरेछस् भने अब के भन्ने होइन त पनि हुन पर्ने हो
अर्कोचोटि भेटेर सँगै बसेर खाम्ला हरि मिस यु मिस यु मेसेजमा नबोले पनि मनमा छस् त अँ। तिमी तिमी के तिमी हामी चाहिँ पर्दि राखौँ उमेश राखौँ म आफै हरि अरू आउन त्यस्तै हो त्यही भएर भिडियो चाहिँ हाम्रो हरि साथीसँग पुगाइदिनु पऱ्यो है हुन सेयर गरेर उमेश चाहिँ पुगाइदिन्छ न हेर्नु त गाई मलाई छोडेर गइदिएन मलाई एक्लै डर लाग्छ झन् डर लाग्दैन मलाई म डर छैन मलाई डरै लाग्दैन म चाहिँ कपडा छुटे कहाँ गयो नि कस्तो छोडेर गएको त कोही पनि छैन यहाँ जङ्गलमा एक्लै खोलामा एक्लै भुतायो भने उमेश यिनीहरू लुकेछन् होइन कता लुकेछन् थाहा छैन लुकेछन् यता छैनन् भनेपछि भएन गाइज खै कता गएन लुकेछन् देखे मैले देखेँ लुकेर बस्दैन गाइस हेर्नु त झ्याङमा के गर्ने कथे दुईजना समझ रहे हो ना बादलको लौरी हेर्नुहुन्छ गाइस हरिको लौरी अरे तिम्रो लौरी यहाँ छुटेर रहेछ कञ्चनकोटीमा ल हिँड नि त त्यसो भए अब चाहिँ हामी जान लागेको फर्किन लागेको गाइज अब चाहिँ हामी निस्किन लागेको अनि यहाँ चाहिँ होइन पानी खान आएको खासमा पानी चाहिँ यहाँ हल्का दुःख छ आएँ मन यहाँ चाहिँ सानो धारा छ यहीँबाट पानी सानी युज गर्ने यहाँ चाहिँ पिकनिक खानलाई आउँछन् हेर्नु यहाँ यस्तो छ आगो बालेको चुलोहरू छ यहाँ चुलो पिकनिक खानलाई यहाँ पनि आउँछन् उहाँ खान्छन् खासमा उहाँ ठाउँ भएन भने यहाँ आएर नि खान्छन् होइन यहाँ पकाउँछन् ठाउँ हेर्नु यस्तो छ हल्का यहाँ सफा भएको रहेनछ तर एउटा के भन्छ एक प्लास्टिक पानी फेरि त्यस्तै गाइज साह्रो गएको छैन के गाइस खामै तुर्तुरे छानिदिउँ न त ल यिनलाई पनि झिक्न देऊ न चाहिँ जानु Cheers. अब चाहिँ हामी निस्किन लागेको अब बाइकमा बसिसक्यो मेरो हातमा ग्लभ्स लाग्दै भाइ भ्यू चाहिँ अब हेर्नु होला राम्रो भ्यू आउँछ इन्जोय गर्नु बाटो हेर्नु यहाँ गेट बन्दैछ यो गेट बनेपछि हामीलाई एकपल्ट फेरि घरिसँग आम्माले कोही कहाँ हुन्छ कोही कहाँ हुन्छ अब यस्तो गेटहरू केटा हेर्नु जस्तो लाग्यो मलाई के हो गेटै हो खै यो के बनाउनु लाग्यो गाइस थाहा छैन गाइस यो चाहिँ अब पार्ट 2 चाहिँ हरिसँग आउँछ हरि पनि हुन्छ होइन पार्ट 2 मा यो चाहिँ हाम्रो साथीहरूको ढगना मिठो अब फेरि भेटौँला गाइस हामी फेरि 3 जना अझ 1 जना 4 जना थपेर फेरि आउँछौँ अर्कोचोटि नेक्स्ट टाइम सकियो भने बाइकमा नत्र साइकलमा भइ नै आउँछौँ नभए हजुरहरूको माया सपोर्ट पाइयो भने लेम्बोर्गिनीमा आइन्छ अर्कोचोटि त्यही भएर सब्सक्राइब गरिदिनु होला लाइक हान्नु पऱ्यो सब्सक्राइब हान्नु पऱ्यो फुल भिडियो हेरिदिइराख्नु पऱ्यो हाम्रो होइन
10K लाइक यसमा हालेर अर्को अर्को चुच्चे हान्छ नि यिनले गाइस 10K अनि त्यसपछि गाइस अनि अब चाहिँ हामी यहाँ रोकेको छौँ एकछिनको लागि फोटोसोट हान्नको लागि किनभने यहाँ चाहिँ भगवान् बुद्धको यहाँ चाहिँ उस मन्दिर भन्दा नि सानो मूर्ति छ त्यसैले यहाँ एउटा दुइटा फोटो हान्ने जाऊँ भनेर सोचेर यहाँ बसेको एउटा दुइटा फोटो हालेपछि हामी जान्छौँ र यति नै हो आजको भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला च्यानललाई सब्सक्राइब गरिदिनु लाइक गरिदिनु यति नै हो होइन प्रदीप लाइक गरिदिनु भन सब्सक्राइब उमेश सब्सक्राइब गरिदिनु होला सबैजनाले र म भगवान्सँग नि त्यही माग्दै थिएँ माग्दैछन् सब्सक्राइबर हल्का कति हुन्छ भन त यो भिडियोमा कति हुनु पर्यो सब्सक्राइबर लगाउने यो भिडियोमा 60 जति सब्सक्राइबर बढ्यो पनि खुसी खुसी ल ह्याप्पी ल गाइस अब चाहिँ हामी सुरुमा 60 भएको पनि हाम्रो लागि ठुलै कुरा अब हामी हजुरहरू सपोर्ट गरिदिनु हो यति भए पनि मेहनत गरे जस्तो लाग्छ हामीलाई पनि अब हुन्छ नि अब 20 सब्सक्राइबर भयो अनि त अब हुन्छ नि त सब आफैले मात्र अब साथीहरूलाई सेयर गरी साथीले मात्र अब 20 सब्सक्राइबर बनाइदिएको छन् हामीहरू खास अनि हजुरहरूलाई एकछिनको कन्टेन्ट दिनलाई घुम्न भन्दा हजुरहरूको रमाइलोको लागि आएको हामी यहाँ चाहिँ अरू के भन्नु तर आफ्नो रमाइलो भयो हजुरहरूलाई नि अब कस्तो लाग्यो कमेन्ट गरिदिनु हजुरहरूलाई ठाउँहरू सिङ्गर भ्लग लाग्छ कि साथीमा भ्लग लाग्छ कमेन्ट गरिहाल्नु के छ अनि यही हो अब हामी 2-3टा फोटो खिच्छौँ र फोटो नि देखाइदिन्छु हजुरहरूलाई यहीँ हालिदिन्छु बिचमा अनि त्यसपछि लास्टको अब यही हो लास्ट नै यही हो होइन अनि हामी यहीँबाट जाने हो यही हो अब हामी जान्छौँ अब यो भिडियोलाई यति भनेर अन्त्य गर्न चाहन्छु ल गाइज अब चाहिँ हामी चल्दिएको यो भिडियो अब यति नै लाइक हानिदिनु सब्सक्राइब हानिदिनु भ्यूको मजा लिनु